साथी हो यहाँ हेर्नुहोस् न मेरो हस्बेन्ड चाहिँ यहाँ साइकल सफा गर्दै हुन्छ बहुत दिनबाट यो साइकल चाहिँ जङ लागे जत्तिकै भयो अनि यहाँ छोरी हेर्नु न यो साइकल चलाउनको लागि चाहिँ रेडी भयो कि साइक्लिङको लागि जाने अरे बाउ छोरी भएर है हेलो गाइस आज म र पापा साइक्लिङमा जाने साइक्लिङमा जाने अरे यो साइकल जङ लागिसक्यो यहाँ बसी यहाँ राखी मतलब कहिले चलाउनु छैन यत्तिकै किनेर ल्याएर राखेको अनि यहाँ पापाले पनि निकाल्दै हुनुहुन्छ यहाँ हेर्नुहोस् अब दुईजना बाउ छोरी चाहिँ साइकल चलाउन जाने पर्नु भयो आज सन्डे छुट्टी हो कि अनि त्यही भएर मैले पनि जानु भनेको नि यत्तिकै राखी साइकल खराब भइसक्यो होइन यहाँ हेर्नुहोस् त चलाउन ल्याएको चिज त चलाउनु पर्छ नि त नि नचलाई राखेर हेर्नुहोस् न भन्दा पनि नसुनेर मेरी छोरी चाहिँ आज बल्ल साइकल लिएर जाँदैछिन् यहाँ हेर्नुहोस् भनिस् कति किलोमिटरमा जान आँट्नु भएको आज चलाउन आँट्नु भएको 10,000 किलोमिटर कति किलोमिटर 10,000 10,000 अरे भरेमा त 10 मिनट पनि नचलाइ आउने होला 10,000 किलोमिटर 2-3 किलोमिटर लाग्छ 2-3 किलोमिटर जान आँट्नु भयो रस्तामा म त रस्तामा लो जानु लु दुईजना जानु हो देख्नु अब कति किलोमिटर साइकल चलाएर आउँछ नि गुरु